हेलो एभ्रिवान, वेलकम टु माई युट्युब च्यानल। मेलोमा को जान्छ भन्दाखेरि हामी जान्छौँ। हामी खेत आइपुगिसक्यो। गो वेट केटी बल्गर 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 खन केटी खन हट हट ए पछि गई त नि मासु पछि गई। तँलाई मेरै दहीमा आउनु पर्ने ल्या। हेलो एभ्रिवान, वेलकम टु माई युट्युब च्यानल। आई होप हजुरहरू सबैजना सन्चै हुनुहुन्छ होला। म चाहिँ सुस्मिता राई, म पनि एकदमै ठिक छु साथीहरू। अन्त आज चाहिँ हामी आली काट्नुलाई जाँदैछौँ खेत। भिडियो के कस्तो हुन्छ अन्तिमसम्म हेरिदिनु होला साथीहरू। यहाँ छौँ हामी दुईजना छाता ओढेर। मेलोमा को जान्छ भन्दाखेरि हामी जान्छौँ। याङखुङ गाउँ चोक, तल्लो पाङमालाई चाहिँ याङखुङ गाउँ पनि भन्छ साथीहरू। साथीहरू यो चाहिँ हो तल्लो पाङमा। आज चाहिँ घाम यस्तो साह्रो लाग्दैछ, यस्तो साह्रो लाग्दैछ। अहिले नै यस्तो छ, भरे त झन् कस्तो होला त भगवान्। यो तल्लोको चाहिँ चितुम्लिङ हो साथीहरू। अनि कि साथीहरू हामी चाहिँ खेत रोप्दिनौँ यसपालि। हामी चाहिँ दिइसकेको। हामी चाहिँ गाउँकै देप्पाको मेलो जाँदैछौँ। हाम्रो चाहिँ होइन है त साथीहरू। अनि यता चाहिँ देख्न सक्नुहुन्छ चन्दनपुरहरू, तपसे शीतलपाटी डाँडा साथीहरू। यो पारी चाहिँ भोजपुर हो, देख्न सक्नुहुन्छ हजुरहरूले। आजको मौसम चाहिँ दामी भएछ, दामी। एउटा रुखका पातहरू पनि हल्लिँदैनन्। आजको दिन चाहिँ शीतल होस् भगवान्, आजको दिन चाहिँ शीतल गराइदिनु होला। आज एउटा केटीको चाहिँ धुवा निस्किन्छ। अलिक टाढा छ नि त देप्पाको खेत। हामी चाहिँ हिँड्दैछौँ। सबैजनाको आलीबाजहरू गरिसकेर तौली काटिसकेको छ सबतिर। बस्छस् कति बेला पुग्नु हिँड्नु साथीहरू। अब चाहिँ हामी यहाँबाट उँधो झर्नुपर्ने हुन्छ। यो अगाडिको ऊहरू देखेर मलाई त रिङ्गटै चलिसक्यो। कति साह्रो क्लियर, जुम पारेको जत्तिकै हो। सुन्तला पनि रहेछ हे। सबजनाको आलीबाजु गरेर खेत रोप्नुलाई रेडी पारिसकेको। यहाँबाट चाहिँ हामी ओह्रालो लाग्नुपर्ने हुन्छ। कोदो पनि रोपेको रहेछ यता चाहिँ साथीहरू। काम गर्न गरेको पनि धेरै भइसक्यो, काम गर्ने बानी हराइसक्यो। कस्तो हुँदैछ त रमाइला लाग्दैछ। अहिले चाहिँ घाम लाग्दैछ भएर चाहिँ पानी आउनु दिएको छैन। हामी चाहिँ ओह्रालो हिँड्दैछौँ साथीहरू। कति भन्नु नि त्यस्तो। यो बाटो नै हिँडेको त कति वर्ष भइसक्यो। कति वर्ष भयो? 6-7 आयो।
जङ्गलतिर हामी पहिला कति दाउरा खोज्नु आउँथ्यो, घाँस काट्नु आउँथ्यो। अचेल त बिरानो भइरहेछ। यो बाटो कति हिँडिन्थ्यो, घाँस दाउरा गर्न आइन्थ्यो। अचेल त अल्छे भइएछ है, अल्छे भइएछ। कहिले पुग्नु त? खेत टाढो हुनु पनि जाँदा र आउँदै गलिहालिन्छ। काम चाहिँ कति बेला गर्नु त हौ। यहाँ चाहिँ के हो फेरि? घर पाल गोठ रहेछ, गोठ। यहाँ चाहिँ जङ्गल घारी थियो पहिला, चाहिँ सब फाडफुड गरेर बिरुवा लगाएको रहेछ। सुतीहरू के को बिरुवा हुन्? सुन्तलाहरू। अब त पुग्न आँट्यो। यो के हो थाहा छ साथीहरू तपाईँहरूलाई? यस्तो चाहिँ हामी यस्तो यो बोक्रो उकाएर अमिलो अमिलो हुन्छ अनि यो बोक्रो उकाएर हामी यसलाई खान्थ्यौँ साथीहरू। के पो भन्छ यसलाई त? मगर काँचे हो कि? बगाइ लान्छ होइन, चिप्लिएर। त्यही चिप्लिएर फर्स्टहरू त रुखहरू ढलेर दाउरै दाउरा रहेछ हौ। यता त कति धेरै। यहाँ तल पनि रोड खनेको रहेछ। यो परको छाँगा चाहिँ हात्ती छाँगा है साथीहरू। पर सेतो टिक्का देखिरहेछ नि, त्यो चाहिँ हात्ती छाँगा। रोड पनि जताततै खनेर। साथीहरू यो चाहिँ हो कमले। यहाँ पनि टन्नै घरहरू बनिसकेको छ। कमले साथीहरू। हामी चाहिँ अब चाहिँ खेत आइपुग्न आँटिसक्यो। यहाँदेखि अलिकति तल्लो मात्रै हो। हे भगवान्, खेत पुग्नु मुस्किल पर्यो त हौ। कति टाढो चाहिँ रहेछ त हो नि। खेत पुग्दै आधा दिन हुने रहेछ। 1 घन्टा हुन आँटिसक्यो होला हिँडेको। यो कोदालीले फेरि यति अप्ठ्यारो भइरहेछ कि। अन्त यो झोलामा चाहिँ पानी बोकिएको साथीहरू। देप्पाको खेतमा चाहिँ खाने पानी छैन अरे, त्यही भएर घरबाटै बोकेर ल्याएको। घरमा सिधै बसेको निक्लिनु पर्यो आज। ल साथीहरू, बल्ल बल्ल अब चाहिँ हामी खेत आइपुगिसक्यो। यिनीहरू नै हो है हामीले आज गर्नुपर्ने। पौडी खेलेर जानुपर्छ के हो? चुप्लुङ 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 पौडी खेलेर। निङ्ग्रो निङ्ग्रो। देप्पा चाहिँ कता हुनुहुन्छ त? यो त बुबु बसन्तहरूको पो हो त।
देप्पाले रोप्छ कि क्या हो? अम्मै देप्पाको बिउ होला यिनीहरू चाहिँ। देप्पाको बिउहरू यतिको भएछ। यिन तल अब चाहिँ एकछिन बिसाउनुपर्छ अनि त्यस पछाडि काममा लाग्नुपर्छ साथीहरू। चाहिँ अघि बिहान आएर काम गर्नु थालिसक्नु भयो। ओ देप्पा, ओ देप्पा, ओ देप्पा, देप्पाले चाहिँ अस्तिबाट एक्लै आउँदै भए पनि अलिअलि खन्दै यति बनाइसक्नु भइसकेछ। अब एकछिन बिसाएर चाहिँ साथीहरू मेलामा बस्नुपर्ने हुन्छ। यो मेलो हेर्दै अल्छी लागिसक्दैछ। अर्कै लगाएर आउँछ नि त। काम गर्ने ड्रेस लाउनु पर्छ साथीहरू। अब काम गर्ने ड्रेस लगाएर जानुपर्छ काम गर्नु। हाम्रो खेतहरू चाहिँ उता पहाडीपट्टि होला नि। अहिले अलिक शीतल छ, काम गरिहाल्नुपर्छ। 12 बजीतिर चाहिँ बिसाउनु पर्छ। आया इधर देखो। ल साथीहरू अब चाहिँ हामी काम गर्नु गएको है त। यस्तो यहाँ यसो हावा आइराख्ने हुनुभएको। त्यो माथि नै डिल पनि उठाउनु पर्ने भए त के हुन्छ? त्यो माथि नै लाउनु पर्ने भए त के हुन्छ? यस्तो भए त म नि गरिदिन्थेँ नि। खालि छेउछेउ चाहिँ नकाट्नु हो अरे। कुला जस्तो हामी एउटा खन्दैन त के खालको कोदाली हो यस्तो? मजाले लाग्दैन होला नि। बल मात्रै खेल्छ। उयो माथि कसो कटेर हो? कस्तो भयो? मजा भयो। लु खन् त तेरो पालो बङ्की बङ। कहाँ त्यसरी झार उखाल्ने हो त? खन्नु पो पर्छ। किन उखालिरहनु पर्दैन? खन्दाखेरि गइहाल्छ त। देप्पाको चाहिँ डिल सानो सानो रहेछ। छेउछेउ काट्नै नपर्ने। कुलो कुलो जस्तो खन्ने, त्यति भए बास। देप्पा हेर्ने रहेछ। हिम हेर्न आनम याङसुङको आनेन युने भन्ने बेला भइसक्यो। अनुहार पनि कालो न कालो। तर हावा चाहिँ चल्दैछ घरिघरि। देप्पाले भिडियो गरेको देख्नुभयो भने चाहिँ मजा हुन्छ होला। ओइ खन दिदी खन। खन त लु क्या बङ बङ एकचोटि। हातहरू पनि यत्तिकै थरर काम्नु थालिसक्यो। 1 2 3 गो। वेट
ओए तान बलगर 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 केटी बलगर 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 खन केटी खन ओए तेरीको डन हो नि त डन अहिले कोदालीले हान्छ होला डनले त्यो माथितिर चाहिँ के साह्रो शीतल हो काम गर्नु नपर्ने ठाउँतिर चाहिँ हट तेरीको हट हट जोर लगा के है अयो थोड़ी देर और थोड़ी देर ठेवलाई उठ्न आँट्यो हो न ठेवलाई उठ्न आँट्यो होय 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 मजा भइरहेछ काम गर्नु कति मजा दिनभरि घरमा सुत्नु के मजा यस्तो वेदरमा काम गर्नु के छ रात काम हो मेरो 1 घन्टा चाहिँ भयो होला काम गर्नु थालेको 1 गरा 2 गरा 3 गरा 4 गरा लो यति नै हो 1 घन्टामा आलिनालाई चाहिँ कसरी रोप्नु हो भन नानाले नरोप भन्नुहुन्छ होला त नरोप्नु नि साह्रो परिस्थितिहरू आजको दिन कटाउनु साह्रो पर्यो धन्न शीतल दिन चाहिँ शीतल भइरहेछ साथीहरू अब चाहिँ हाम्रो खाजाने बेला भयो चिउरा त पाउनु पर्ने चिउरा मन नपर्ने मान्छेलाई ठिक्क परेछ देप्पाले मिठो दही र चिउरा खाजा भनेर ल्याउनु भएको होला हामीलाई न दही मन पर्नु न चिउरा मन पर्नु गाह्रो हो देप्पाले 2 जनाले के गोडा ल्याइदिनु भएको अरे खैदे त मलाई त्यही खोलेको छैन कुन त हो त्यतै होला एकछिनमा निस्किन्छ त्यही होला मैले नि त देप्पाले मिठो खाजा ल्याइदिएको होला दही चिउरा न त दही चिउरा मन पर्नु अब दही चाहिँ यत्तिकै पिउनुपर्छ के पछि गई त नि मासु पछि गई तँलाई मेरै दहीमा आउनु पर्ने ल्या चिउरासँग मिठो लाग्दैन अब यत्तिकै खानुपर्छ उभो यस्तो लगेर खान मुखभित्र हालेको चम्ची नि खान हो त्यो चम्ची चम्चीले खान भनेको दही चिउरा मनपर्नेहरूले खाइस् बल्ल बल्ल शीतल भयो अझै कति धेरै छ देप्पाको खन्नु पर्ने मिठो रहेछ दही त यता फर्किनु हो त्यसो चिउरासँग मिठो नलागे नि यत्तिको खानु चाहिँ मिठो लाग्छ
यो मासु दिदी त काम गरेको हो गरेको दिदी होइन हौ आन्टी देमा तर त्यही अघि हामी खाँदा त्यही होइन अलि माथि मिठो भयो देपा मिठै भएछ हौ कान्छी अझ हाँस्नु हुँदाको मेलामा अलिकति दाइ ल्याएको तितो तिरो चाहिँ मिलेन छ अलिकति अमिलो दाइ पर्छ साथीहरू खाजा खाइसक्यो अब फेरि मेलामा लाग्नुपर्ने हुन्छ अब चाहिँ अहिले 3:30 भयो अब हामी एकैचोटि 5:30तिर चाहिँ मेलाबाट निस्किन्छौँ अनि घर जान्छौँ देप्पा त ऊ तल्ल गएर नि खन्नु थालिसक्नु भइसक्यो अनि यो चाहिँ देप्पाले रुखै पछि यस्तो घोच्चा किन गाड्नु भएको रहेछ भनेको त यसरी झोला राख्नुलाई पो रहेछ त साथीहरू आजको लागि चाहिँ हामीले काम सकियौँ अब हामी घरतिर लाग्दैछौँ हात त थर कामेर अब हात खुट्टा खोल्छामा धोएर घर जानुपर्ने हुन्छ देप्पाको बिउ यत्तिको भएछ रोप्ने बेला हुनु आँटिसकेछ ल है साथीहरू अब यहाँ हात खुट्टा धोएर चाहिँ टक्कसँग घर जानुपर्ने हुन्छ के हो खोइ त्यहाँ त काम गरी खाने बानी हराएर आमामा फेर्ने लुगा नि ल्याइएन हो घरमै गएर फेरि पानीले मुख धुनु गाई पो रहेछ गएको साथीहरू हामी अब साथीहरू हात खुट्टा पनि धुइसक्यौँ अब चाहिँ हामी उकालो लागेको घरतिर अनि यता चाहिँ राम्रो राम्रो निङ्ग्रोहरू पनि रहेछ निङ्ग्रो नि टिप्दै जाँदैछौँ हामी तरकारी पनि त टिपेर लानु पर्यो साथीहरू मलाई चाहिँ निङ्ग्रो एकदमै मनपर्छ आलुसँग त्यही भएर गलेको भए पनि टिप्दैछु म चाहिँ तपन टिप एक मुट्ठी भयो भने त साथीहरू मेरो भिडियो चाहिँ मैले यही इन गर्न चाहेँ भिडियो के कस्तो भयो प्रतिक्रिया दिन नबिर्सनु होला मेरो भिडियो मन पर्यो भने लाइक पनि गरिदिनु होला अनि मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब पनि गरिदिनु होला बाई बाई सी इन द नेक्स्ट भिडियो